सरकारले बुझ्नुपर्ने कुरा चाहिँ जस्तो नेपाल अहिले रोजगारको कुरा गरेको छ हैन, समृद्ध नेपाल बनाउने कुरा गरेको छ, त्यसपछि अब अर्थतन्त्रलाई माथि उकास्ने कुरा गरेको छ। पहिलो कुरा त ऊर्जाबाट मात्रै सम्भव हुन्छ भन्ने हाम्रो कुरा र ऊर्जा भएन भने त्यसपछि बाँकी कुराहरू केही पनि पुरा हुन सक्दैन। जस्तो अहिले नै ग्यासको हाहाकार भन्न थालिसक्यो हैन। अब भोलिका दिनमा भारतबाट बिजुली नआउने स्थिति हुन सक्ला। अर्को कुरा रोजगार भन्दाखेरि इन्डस्ट्रीहरूको कुरा आउला। यी सबै कुरा पुर्याउनको लागि कृषिका कुराहरू भनेका छन् हैन। त्यसकारण कृषिमा बढाउनलाई त्यसपछि हाम्रो टुरिज्मका कुराहरू छन्। यी सबै कुरा पुरा गर्नको लागि चाहिँ जलविद्युतको विशेष भूमिका हुन्छ। त्यसैले गर्दाखेरि अहिले हेर्दाखेरि के गर्नुपर्छ भन्दा पनि हामीले सबै पार्टीको घोषणापत्रहरू हेरेका थियौँ। त्यसमा अध्ययन गर्दै जाँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो घोषणापत्रमा पनि थुप्रै कुराहरू उल्लेख गरेका छ र वास्तवमा त्यसलाई पुरा गर्दै जाँदाखेरि यो समृद्ध नेपाल बनाउने कुरा र नेपालका निजी क्षेत्रहरूले भनिरहेका कुराहरू थुप्रै कुराहरू सम्बोधन हुने देखिन्छ त्यसमा। जस्तो हामीले हिजोदेखि हामीले के भनेका छौँ भने साँच्चै नै बढीभन्दा बढी नेपालमा बिजुली खपत नगर्ने हो भने त्यसपछि बाँकीका कुराहरू केही पनि पुरा हुन सक्दैन। बिजुली खपत नगर्ने हो भने हाम्रा उद्योगहरू पनि चल्दैनन्, हाम्रा कृषि पनि चल्दैन, टुरिज्म पनि चल्दैन हैन। अब त्यसले गर्दाखेरि त्यो चलेन भने रोजगारी पनि माथि आउँदैन भन्ने हामीले भनिरहेको छ। त्यसले गर्दाखेरि यसमा हेर्दै जाँदाखेरि विद्युत खपत गर्ने भन्ने छ। विद्युत खपत गर्नको लागि हामीसँग विद्युत त चाहियो, उत्पादनै भएन भने कहाँबाट खपत गर्ने हैन। त्यसले गर्दाखेरि उत्पादन वृद्धि गर्ने भन्ने खालको कुरा छ। 30 वर्षसम्म 30,000 मेगावाटसम्म पुर्याउने भन्ने खालको लक्ष्य 28,500 योभन्दा अगाडि सरकारले ल्याएको थियो र 30,000 पुर्याउने भन्ने छ। र यसमा पुर्याउँदै गर्दा बिजुली उत्पादन गर्दै जाँदाखेरि थुप्रै खालका समस्याहरू छन्। हामीले दिनदिनै हिजो भनिरहेको थियो, तपाईँहरूले लेखी पनि राख्नु भएको थियो। यति धेरै समस्याहरू छन् कि 16वटा मन्त्रालय जानुपर्छ भनेर हामीले भनिरहेका थियौँ र थुप्रै वनका त्यस्तै समस्याहरू थिए। यी सबै कुराहरू समाधान गर्नको लागि कम्तीमा एक द्वार प्रणाली हुनुपर्छ भनेर भने हामीले हिजोदेखि कुरा उठाइरहेका छौँ र कतिपय ऐनहरू अलिकति अप्ठ्यारा खालका छन् कि र तुरुन्तै ती ऐनलाई निलम्बन गर्नलाई अलिकति समस्याहरू हुन सक्ला। त्यसैले अझ हामीले भन्दा त झन् ऊर्जा विकासको लागि अथवा पूर्वाधारका विकासका लागि पूर्वाधारका क्षेत्रहरूमा ऊर्जाका क्षेत्रहरूमा सङ्कटका लाउनुपर्छ भनेर हामीले भनिरहेका छौँ। किनभने वनले एउटा कुरा भन्छ, भूमिले एउटा कुरा भन्छ हैन, ऊर्जाले एउटा कुरा भन्छ, रक्षामा गए अर्को कुरा भन्छ। त्यसले गर्दाखेरि आफ्ना कानुनहरू बाजिरहेका छन्। एउटा कानुनले अर्को, जस्तो अहिले थुप्रै बाटो बनाएको छैन भनेर भनेको छ। बाटो कन्ट्र्याक्ट दिया भन्छ, रुखले रुख काट्न दिँदैन, विद्युतले विद्युतको लाइन साट दिँदैन। त्यसले गर्दाखेरि यी सबै कुराहरू गर्नलाई एउटा शक्तिशाली ऊर्जा मन्त्रालयमा एउटा शक्तिशाली विभाग अथवा शक्तिशाली प्राधिकरण बनाउनुपर्छ भनेर हामीले हिजोका दिनहरूदेखि भन्दै आएका थियौँ। त्यसै कारणले मैले उहाँहरूको यो अहिलेको सरकारको हेर्दैछु, त्यसमा चाहिँ उहाँहरूले पनि एउटा शक्तिशाली प्राधिकरण बनाउने भनेर राख्नु भएको छ। वास्तवमा एकदमै राम्रो। यो ऊर्जाको क्षेत्र मात्र होइन, समस्त नेपालका थुप्रै सेक्टरहरूलाई, पूर्वाधारका सेक्टरहरूलाई यसले चाहिँ अगाडि बढाउनलाई काम गर्छ भन्ने लाग्छ। आजको दिनमा पनि थुप्रै ठाउँमा हेर्नु हो भने विद्युत उत्पादन गर्नु भनेको छ, विद्युत उत्पादन गरिरहेका छौँ, तर ट्रान्समिसन लाइन समयमा बनाइदिँदैन। ट्रान्समिसन लाइन समयमा नबनाएको कारणले गर्दाखेरि कतिपय विद्युतहरू खेरा गइरहेको छ। र सरकारले के भन्छ भने यो समयमा बिजुली उत्पादन गर भन्छ हैन, गरेन भने हामीलाई पेनाल्टी तिराउँछ। हामीले गर्दा चाहिँ हाम्रो बिजुली नकिनिदिरहेको छ ट्रान्समिसन लाइन बनाउन नसकेको कारणले गर्दाखेरि। त्यसले गर्दाखेरि उत्पादन भएका बिजुली सरकारका कारणले गर्दा नेपाली जनताहरू डुब्न पाइँदैन भनेर हामी भन्छौँ। सरकारले गर्नुपर्ने काम त सरकारले गर्नुपर्ने, राज्यले गर्नुपर्ने काम गर्नुपर्यो नि।
त्यसले गर्दा राज्यले गरिरहेको छैन, विद्युत प्राधिकरणले आफ्ना कामहरू गरिरहेको छैन। त्यसले गर्दाखेरि कम्तीमा कि ट्रान्समिसन लाइन पनि नेपालका निजी क्षेत्रलाई अथवा प्राइभेट सेक्टरलाई दिने भन्ने खालका नीतिहरू ल्याउनु पर्यो, हामीले बनाउँथ्यौँ होला। नत्र भने त्यस्ता खालका नीतिहरू बनाउनु पर्यो कि समयमा नि बनाउनु पर्यो। अब यो निजी क्षेत्रलाई जसरी पनि दबाउनु पर्छ कि भन्ने खालका नीतिहरू थिए पहिलाका दिनमा। किन थियो भने हामीले समयमा बिजुली उत्पादन गर्दैनौँ भने चाहिँ हामीलाई पेनाल्टी तिराउँथ्यो। उसले उसले ट्रान्समिसन लाइन बनाइदिएन भने चाहिँ हामीले पेनाल्टी तिरिरहेको छैन। र हामी के भन्दैथ्यौँ भने कतिपय कारणले गर्दाखेरि गत वर्ष देख्नुभयो कति ठाउँ बाढी आयो, कति ठाउँमा पुल बगायो। अहिले एक्सप्लोसिभ हामीसँग छैन, त्यो भारतबाट लिएर आउनुपर्छ। कतिपय ठाउँमा स्वीकृति दिएको छैन। 77 सालमा EIA पास भयो, IE पास भयो, आजको दिनसम्म रुख काट्न दिएको छैन। विभिन्न कारणले गर्दाखेरि हामी भनेको बेलामा उत्पादन सुरु गर्नै सकेनौँ, कन्स्ट्रक्सनमा लानै सकेनौँ। वनमा छिर्नै दिँदैन भने कसरी गर्ने? त्यस कारणले गर्दा हामीले सकेनौँ है। यी कारणले, सरकारी कारणले गर्दाखेरि हामीले समयमा उत्पादन गर्न सकेनौँ अथवा भनेर हामीले राज्यलाई भनिरहेका छौँ। भनेकै 3-4 वर्ष 5 वर्ष भयो। त्यसले गर्दाखेरि नसकेको कारणले गर्दाखेरि हामी उत्पादन गर्ने मिति हाम्रो सार्देऊ भनेर भन्दा चाहिँ सार्दिन भन्ने पेनाल्टी लाउने भन्ने खालको हेपा नीति थियो। त्यस कारणले गर्दाखेरि अहिले मलाई लाग्छ अहिले अब आउने सरकारले यसको बारेमा गम्भीर भएर सोच्छ भन्ने मलाई लाग्छ। र सबभन्दा समस्याको कुरा के छ भने अहिले कतिपय PPA भएर बसेका छ, कतिपय कन्स्ट्रक्सनमा जान सकेका छैन र धेरै आयोजनाहरू लामो समयदेखि PPA नभएर बसेका छ। अब लाइसेन्स चाहिँ बाँडै छ, अहिले पनि लाइसेन्स बाँडै छ। यता सरकारले PPA गर्दिन भन्छ। अब अझ योभन्दा अघिल्लो सरकारले त टेक एन्ड पेका आधारमा PPA गरिनेछ भनेर ल्याउँछ। त्यही सरकारले 28,500 मेगावाट उत्पादन गर्ने भनेर एकदमै लक्ष्य लिएर नेपाली जनतालाई हौस्यौँ हामी पनि। त्यसैले टेक एन्ड पेका आधारमा गरिनेछ भनेर ल्याइदियो सरकारले। अब यति धेरै झनै 2 खरबभन्दा बढी लगानी भइसकेको छ यो क्षेत्रमा। अब सरकारले म बिजुली किन्दिनँ भन्यो भने कहाँ जाने त? राज्यको नीतिले गर्दाखेरि नेपालका जनतालाई डुबाउन पाइन्छ त हैन? सबभन्दा हाम्रो क्वेसन भनेको त्यही छ। त्यस कारणले गर्दा हामी के भन्दैछौँ भने सबै कुरा राज्यले गरेर गर्न सक्दैन। नेपालका निजी क्षेत्रहरू पनि चाहिन्छ, विदेशी लगानी चाहिन्छ। यदि राज्यले सक्दैन भने निजी क्षेत्र ल हामी लाइसेन्स त दिन्छौँ, तर यसको उत्पादन भएका बिजुली तपाईँहरू आफै व्यवस्थापन गर्नुहोस् है भनेर राज्यले भनिदिनु पर्यो नि त। त्यो भनिदेऊ भन्दा पनि भनिदिँदैन। ल हामी उत्पादन गर्छौँ, हामी नै खपत गर्छौँ र नेपालभित्र खपत भएन भने हामी नै बिक्री गर्नको लागि ग्राहक खोज्छौँ है, देऊ न त भन्दा पनि नदिने खालको थियो। त्यस कारणले गर्दा अहिले मलाई लाग्छ एकदमै राम्रो घोषणापत्रमा, सायद यो घोषणापत्र किनकि अब झनै बहुमतको सरकार छ, मलाई लाग्छ यो सरकारले चाँडै नै यी कुराहरू सुन्छ होला। 36,000 भन्दा बढी लाइसेन्स दिएको छ। त्यो लाइसेन्स झनै 2 खरब भन्दा बढी खर्च भएको छ। त्यसकारण नेपालका निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा को लागि बाटो खोलिदिने भनेर मात्रै भनेका छौँ, ट्रान्समिसनको लागि बाटो खोलिदिऊ भनेर भनेका छौँ। र यी सबै कुराहरू चाहिँ अहिले घोषणापत्रमा परेको छ। त्यसले गर्दाखेरि मलाई लाग्छ यो सरकार गम्भीर छ, गर्नै पर्छ। र अर्थतन्त्रको कुरा छ, रोजगारीका कुराहरू छन्। र वास्तवमा यो सरकारले साँच्चै नै भन्ने भने 30,000 मेगावाट बनाउने भन्ने खालको जुन खालको सरकारको लक्ष्य छ नि अब आउने सरकारको, वास्तवमा 30,000 मेगावाट बन्दै गर्दा जलविद्युत मात्र विकास हुँदैन। 30,000 मेगावाट भनेको त झनै 70 खरब भन्दा बढीको कुरा हो। यदि 70 खरब 10 वर्षमा यहाँ नेपालभित्र लगानी गर्ने हो भने प्रत्येक सानो चिया पसल, बाटोको चिया पसलदेखि लिएर 5 स्टार होटलदेखि लिएर नेपालका उद्योग धन्दाहरू सबै चल्छ। रोजगारीका यति धेरै हामीले त भनेको छौँ वर्षको 7 लाख भन्दा बढी
रोजगारी सृजना हुन्छ। तर गर्छु भन्ने सोचका साथ अगाडि आउनु पर्यो। त्यसैले गर्दाखेरि थुप्रै ऐनमा एउटा कुरा छ, यहाँ ऐनभन्दा फरक यो कार्यविधि ल्याएर नेपाली निजी क्षेत्रहरूलाई अप्ठ्यारो पारिरहेको थियो। जस्तो हामीले हिजो पनि हामीले ऐन फेर्दै गर्दाखेरि संसदमा गएर धेरै लामो छलफल भयो। लाइसेन्सको म्याद 50 वर्ष बनाउनु पर्छ, ऐनमा 50 वर्ष छ भनेर हामीले हिजोदेखि भनिरहेको थियौँ र अहिले घोषणा पत्रमा पनि छ 50 वर्ष पुर्याउने भन्ने खालको छ। र अर्को सबभन्दा ठुलो कुरा के छ भने हामीले कुनै आयोजना गर्दै गर्दा हाम्रो फिक्स रेटमा पिपिए हुन्छ। हामीले कति पैसा पाउने भन्ने कुरा त्योभन्दा बढी पाउन सक्दैनौँ र त्योभन्दा बढी मेगावाट निकाल्न पनि सक्दैनौँ, किनकि मेसिन पनि फिक्स हुन्छ त्यो पनि। र हामीले कति कति कमाउँछौँ भन्ने खालको कुराहरू पनि 30 वर्षको लागि रेट पनि फिक्स हुन्छ। त्यसैले गर्दा ऐनमा के व्यवस्था थियो भने यो चाहिँ ऐनमै र यसको चाहिँ एउटा रेट पनि फिक्स भइसकेको हुनाले गर्दाखेरि मर्मत सम्भारका लागि पनि 1% भन्सार सुविधामा सामानहरू छुट्ने व्यवस्था गरेको थियो। तर यो एकदम राज्यलाई घाटा भयो अरे भनेर राजस्व बढी उठाउँ भनेर चाहिँ 28% पुर्याइदिएको छ। अब धेरै मात्रामा लगानी चाहेको छ हामीलाई र नेपालका निजी क्षेत्र, नेपाली जनता र त्यति मात्रैले नपुगेर विदेशी लगानीलाई पनि भित्र्याउनु पर्ने खालका नीतिहरू देखिन्छ। तर बिचमा हेर्नुहोस् अहिले थुप्रै लामो समयदेखि सेवनमा गएर फाइलहरू अड्किरहेका छन्। त्यसलाई छिटोभन्दा छिटो यसलाई सर्ट आउट गर्दै जानुपर्छ। र अर्को कुरा लगानीकर्तालाई झन् उत्साहित बनाउने, लगानी गर्ने वातावरण बनाउने पर्नेमा अब अहिले संसारमा नभएका दोहोरो आइजिन लागू गर्ने भनेर अर्को एउटा बखेडा निकाल्दै गरेको देखिन्छ हैन। त्यसकारणले गर्दा सरकार, राजनीतिक दल साँच्चै नै यो क्षेत्रलाई विकास गरौँ भनेर अगाडि बढाएको देखिन्छ। तर नियमन निकायहरू चाहिँ कसरी निजी क्षेत्रहरूलाई बान्न पाए भने हुन्छ र सर्टेन मान्छेहरूलाई फाइदा गराउन पाए भने हुन्थ्यो भनेर त्यतातिर लागे हो कि जस्तो देखिन्छ। त्यसैले गर्दाखेरि कम्तीमा राज्यसँग, कम्तीमा सरकारसँग हैन, अब त आउने अब यति बलियो सरकार आउँदैछ, कम्तीमा बलियो सरकारसँग उहाँहरूको सोच के छ त्यो अनुसारले नियमन निकायहरूले पनि अगाडि बढ्दै भने हुन्थ्यो हैन। नत्र भने यसरी नयाँ नयाँ कुराहरू ल्याउँदै गयो भने नेपाली जनताले लगानी गर्छन्, न विदेशी लगानी आएर लगानी गर्छन् हैन। त्यसैले गर्दाखेरि यस्ता कुराहरू रोकेर हामीले धेरै कुरा पनि मागेका छैन, कम्तीमा घोषणा पत्रमा भएका कुरा मात्रै सुरुमा गर्दै जाने हो भने साँच्चै नै अहिले नेपाली जनताहरू, नेपालका निजी क्षेत्रहरू साँच्चै नै उत्साहित छन् र लामो समयपछि हामीले कम्तीमा एउटा स्ट्रङ सरकार, बहुमतको सरकार र एउटा लङ टर्म गभर्मेन्ट जस्तो आएछ। हामीले यो सरकार परिवर्तन हुँदा 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 यति आजित भएका थियौँ कि कम्तीमा यो सरकार 5 वर्ष टिकोस् र 5 वर्ष टिक्छ भन्ने पनि छ र एउटा नीति नियमहरू कम्तीमा 5 वर्षको लागि हामीलाई पनि ढुक्क भयो। अनि त्यसले बनाएका नीतिहरू भोलि अर्कोले आएर पनि राम्रा काम गरेकोले परिवर्तन गरिहाल्न सक्छ भन्ने लाग्दैन। त्यसैले गर्दाखेरि साँच्चै नै अब सरकार बन्दैछ। सरकार बनिसकेपछि नीति नियममा उहाँहरूले बाचा गर्नुभएको छ 100 दिनमा के गर्ने भनेर। त्यति मात्रै काम गरेर अगाडि बढाइदिएको खण्डमा पनि लगानीको लागि हामी नेपालका निजी क्षेत्रहरू हामी तयार छौँ, नेपाली जनताहरू लगानी गर्नलाई तयार छन् हैन। र साँच्चै नै उत्साहित छन्, त्यो अनुसारले काम गरिदिनु पर्यो। पहिलो कुरा त नेपालमा हाम्रो प्लानिङ के हो, जस्तो राज्यले के भनेको छ भने योभन्दा अगाडि सरकारले 28,500 मेगावाट उत्पादन गर्ने, त्यसमध्ये 2035 सालसम्ममा 13,500 मेगावाट बिजुली खपत गर्ने भनेर भनेको छ। पहिलो कुरा 13,500 मेगावाट नेपालभित्र खपत गर्ने भनेर त्यस खालका संरचनाहरू बनाउन थाल्नु पर्यो हैन। जस्तो केमा खपत गर्ने, खाना पकाउनेमा होला, गाडी चलाउनेमा होला, गाडीमा इभीको होला, त्यसपछि इन्डस्ट्रीमा होला। त्यसकारण कस्ता खालका संरचना चाहिन्छ, त्यहाँ पुग्नलाई ट्रान्समिसन लाइनहरू कस्ता खालका चाहिन्छन्। र जस्तो काठमाडौँमा अर्को 2,000 मेगावाट खपत गराउनु पर्यो भने खाना पकाउने भन्यो भने अहिले ग्यास पाउँछ कि पाउँदैन भनेर टेन्सन लिनुपर्ने दिन आउँदैन थियो नि। त्यसले हामी के भन्छौँ भने कम्तीमा
नेपालमा हामीलाई कति बिजुली चाहिने हो र अहिले त झन् अब अस्ति अब हुनेवाला प्रधानमन्त्री उहाँले बोलेको सुनेका थियौँ। अब एआईका कुराहरू आए हैन, त्यसपछि माइनिङका कुराहरू आउनुभयो हैन। त्यसकारण कम्तीमा त्यहाँ बिजुली खपत गरौँ नेपालमा हैन, त्यसकारण डाटा सेन्टरहरू राखौँ भन्ने खालको कुराहरू गर्नुभएको थियो। त्यसकारण त्यसको लागि कति बिजुली चाहिन्छ त्यो बिजुली चाहिँ हामी उत्पादन गरौँ न, 12 महिना पुग्ने बिजुली हामी उत्पादन गरौँ न, पहिलो कुरा। र दोस्रो कुरा, बढी भएका बिजुली चाहिँ बर्खामा बढी हुन्छन् बिजुली, त्यो बिजुली चाहिँ बेच्नको लागि लङ टर्म एग्रिमेन्ट गर्नु। किनभने नेपालले भारतसँग बेच्ने भनेर 10 वर्षमा 10,000 मेगावाट बेच्ने भनेर त हामीले एग्रिमेन्ट गरेका छौँ नि। त्यसैले गर्दाखेरि के भने हामी खपत पनि गर्न सक्दैनौँ, बेच्न पनि सक्दैनौँ। सोच कस्तो भयो भने बिजुली उत्पादन गर्यो भने यो खेर जान्छ। बिजुली उत्पादन गर्दै गर्दाखेरि मसँग यति बिजुली हुन्छ, यस्ता खालका इन्डस्ट्रीहरू चाहिन्छ, डाटा सेन्टर खोल, माइनिङका कुराहरू खोल, अहिले क्रिप्टोका कुराहरू आउँछन्, यस्ता यस्ता खोल, म चाहिँ यो खालको सुविधा तिमीहरूलाई दिन्छु भनेर भन्न सक्नु पर्यो नि सरकारले। त्यो अनुसारको बिजुली अब अहिले 6 महिनालाई पुग्छ, 6 महिना किनेर ल्याउनुपर्छ। त्यसले गर्दाखेरि कम्तीमा 12 महिना पुग्ने बिजुली हामी उत्पादन गरौँ र त्योभन्दा बढी भएका बिजुलीहरू चाहिँ हामी बेच्नको लागि पहल गरौँ। नेपाल सरकारले गर्छ, विद्युत प्राधिकरणले गर्छ र सँगसँगै नेपालका निजी क्षेत्रहरूले पनि बेच्नको लागि हामी पहल गर्छौँ र हामी गर्छौँ भनेर हामीले सरकारलाई भनिरहेका छौँ। र त्यसैले गर्दाखेरि विद्युत खपत हुने खालका इन्डस्ट्रीहरूलाई प्रोत्साहन दिउँ, सब्सिडिजमा दिउँ हैन। विद्युत खपत हुने खालका सामानहरू इम्पोर्ट गर्दाखेरि त्यो अनुसारको बेनिफिट उनीहरूलाई त्यो खालको सब्सिडिज दिउँ र विद्युत खपत चाहिँ बढीभन्दा बढी मात्रामा गराउने को लागि चाहिँ पहल गर्नुपर्छ भन्ने लाग्छ। 16वटा मन्त्रालय जानु पर्थ्यो। यो सबै कुराहरूलाई हटाएर 10 वर्षको लागि एउटा शक्तिशाली ऊर्जा मन्त्रालय भन्थ्यो अथवा शक्तिशाली विभाग, शक्तिशाली प्राधिकरण बनाएर सम्पूर्ण ऐनहरूलाई खारेज गरेर अबको 10 वर्ष भनेको विकासको 10 वर्ष हो भन्ने खालको बनाउनुपर्छ। नत्र भने वनमा आफै जाने, छुट्टै जाने, त्यसपछि जग्गा लिजमा छुट्टै जाने, क्याबिनेट जाने, प्रत्येक फाइल क्याबिनेट जाने। क्याबिनेट जाँदा जाँदै 2 वर्षभन्दा बढी लाग्छ, कतिपल्ट क्याबिनेट जाने एकैचोटिमा हैन। त्यसले गर्दाखेरि यति धेरै घुमाउरा खालका छन् कि अब विद्युत प्राधिकरणले, विद्युत विकासले लाइसेन्स दिने, वनले गरेर रोकिदिने, कस्ता खालका कामहरू गर्ने, कस्ता खालका नगर्ने भन्ने खालको एउटा नीति निकालेर सबै कुरा एकै ठाउँमा गरिदिने। ऊर्जा उत्पादनदेखि ट्रान्समिसन लाइन बनाउनेदेखि, ट्रान्समिसन लाइन 100 किलोमिटर बनाउनुपर्छ, यतिवटा वन पर्छ, यतिवटा स्थानीय ठाउँ पर्छ, यतिवटा जग्गा लिजमा पर्छ, प्रत्येक फाइल कतिपल्ट लिज क्याबिनेटमा जाने। त्यसले गर्दाखेरि यी सबै कुराहरूलाई, यी कानुनका कुराहरू एकमुष्ट समाधान हुने गरी यो सरकारले सक्छ र मलाई लाग्छ अन्य अब सरकारभन्दा बाहिर बसेको दलहरूको पनि जलविद्युतको लागि विशेष प्रायोरिटी र पूर्वाधारको लागि विशेष प्रायोरिटी दिएको छ। त्यसैले गर्दाखेरि उहाँहरूको पनि साथ हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले एउटा शक्तिशाली विभाग बनाउनुपर्छ र सबै कुरा त्यहाँबाट गर्ने खालको वातावरण बनाइदियो भने यी सबै थुप्रै खालका झन्झटहरू एक एक गरेर भन्नै पर्यो भने त्यसबाट गर्दाखेरि समाधान हुन्छ भन्ने मलाई लाग्छ। विद्युत विधेयक धेरै लामो छलफल भयो, धेरै पटक छलफल भयो। योभन्दा अघिल्लो सरकारमा पनि छलफल भयो, संसद गयो, त्यसपछि अस्ति पनि एकदमै छलफल भयो। त्यसमा पनि लास्टमा अब संसदै अब सिद्धियो। अब अहिले नयाँ सरकार आउँदैछ। मलाई लाग्छ यो मर्मलाई बुझ्नु भएको छ, किनभने उहाँहरूको घोषणापत्र हेर्दाखेरि नेपाली कङ्ग्रेसको घोषणापत्रमा पनि ती मर्महरू देखिन्थ्यो। अब झन् के अरे स्वतन्त्र पार्टीको घोषणापत्रमा पनि त्यो मर्महरू देखिन्छ। मलाई लाग्दैन अब के अरे धेरै लामो समय लाग्छ भनेर। अब मन्त्रालय मन्त्री परिषद गठन हुने बित्तिकै वास्तवमा एउटा खाका बनाएर र उहाँहरूको कुरा सुन्दाखेरि एक खालको खाका बनि पनि सकेको छ र त्यसलाई कम्तीमा संसदमा पेश गरेर यसलाई चाहिँ चाँडोभन्दा चाँडो विद्युत ऐन र नेपाली माटो सुहाउने र नेपाली लगानीकर्तालाई आकर्षण गर्ने खालका चाहिँ नेपाली जनताहरूलाई पनि समेट्ने खालका, किनभने यो चाहिँ धेरै नेपाली लगानीकर्ताहरूले लगानी गरेका छन्।
अहिले 80 लाखभन्दा बढीले लगानी गरिसकेका छन्। कम्तीमा उनीहरूको पनि मर्मलाई बुझ्ने गरी ऐनमा यो पहिलाको ऐन 2049 सालको ऐन भन्दा पनि अझै यसलाई चाहिँ संशोधित अझै राम्रो खालका ऐनहरू र लगानी मैत्री गर्ने विद्युत विधेयक बन्छ भन्ने मलाई लाग्छ। ब्याङ्कहरूले अहिले साँच्चै नै उनीहरूले सपोर्ट नगरे भए यो क्षेत्र यति धेरै अगाडि बढ्दैन थियो। र आजको दिनमा भन्ने हो भने ऊर्जाभन्दा बाहेकमा लगानी गर्ने क्षेत्रहरू पनि देखिँदैन, किनभने ऊर्जा नै हो लगानी गर्ने। र ऊर्जामा लगानी गर्दै गर्दा ऊर्जाको क्षेत्र अगाडि बढ्दै गर्दाखेरि सिमेन्टका कारखानाहरू पनि चलेको देख्छु, यो स्टिलकाहरू चलेको देख्छु, अरू थुप्रै इन्डस्ट्रीहरू चलेको देख्छु। त्यस कारणले गर्दा सरकारले साँच्चै नै अब आउने सरकारले 30,000 मेगावाट 10 वर्षमा उत्पादन गर्नेछ भन्ने लक्ष्य लियो भने त्यो सँगसँगै राष्ट्र ब्याङ्कले पनि त्यही अनुसारको नीति लिन्छ, अर्थ मन्त्रालयले त्यही अनुसारको नीति लिन्छ र त्यही अनुसारले ब्याङ्कहरू पनि अगाडि बढेर जान्छ। र एकै दिनमा पैसा चाहिने होइन, बिस्तारो चाहिने भएकोले ठुल्ठुला प्रोजेक्ट बनाउनलाई विदेशी लगानी चाहिने भयो भने त्यही अनुसारले नेपालमा लगानी पनि आकर्षण गर्न सक्छ। र सरकारले नीति बनाइदिने हो, त्यो नीति बनाइदियो भने त्यसपछिका कुराहरू नेपालका निजीहरू सक्षम भइसकेका छन् काम गर्नलाई। नेपालका निजी क्षेत्रहरूले मात्र नभएर संसारभरिका निजी क्षेत्रले काम गर्ने भनेको नाफा कमाउनलाई काम गर्ने हो होइन, घाटा हुन्छ भनेर त काम गर्दैन। तर जस्तो हामीले बिजुली बेच्दै गर्दाखेरि 4 रुपियाँ 80 पैसामा बिजुली बेचिरहेका छौँ, त्यही बिजुली चाहिँ उपभोक्ताकोमा पुग्दा 8 रुपियाँ 9 रुपियाँ 10 रुपियाँ 12 रुपियाँसम्म पुगेको छ भनेपछि त्यो त सरकारलाई भन्नुपर्ने हो होइन। अब वास्तवमा 20% भन्दा बढी नाफा खाएर बेच्न पाइँदैन भनेर सरकारले नीति बनाउँछ भनेपछि त्यही अनुसारले गर्यो भने त हुन्थ्यो। अर्को कुरा, अब विद्युत व्यापारको कुराहरू आउँदैछ, निजी क्षेत्रलाई विद्युत व्यापार दिने खालका कुराहरू आउँदैछ, अर्को ट्रेडिङ कम्पनीहरू आउने भन्ने खालका कुराहरू आउँदैछ। त्यो भयो भने अब कम्पिटिसन मार्केटमा भोलि रेट तलमाथि पनि हुन सक्ला। तर यो कतिमा बिजुली नेपाली जनतालाई दिने भन्ने कुरा चाहिँ नितान्त सरकारको कुरा हो। यदि सरकारले जसरी नेपाली जनताहरूलाई र नेपालका इन्डस्ट्रीहरूलाई बेच्छ त्यो सबै निजी क्षेत्रले उत्पादकले पाउने भए चाहिँ निकै नाफा खाए भन्नलाई मिल्थ्यो होइन। यो चाहिँ सरकारले अहिले विद्युत प्राधिकरणले देख्नुभयो होला 30 अरब 20 अरब 30 अरब नाफा कमायो भनेर भनेको छ नि। हामीले उत्पादन गरिदिएको बिजुली उसले बिक्री गरेर होइन र नेपालभित्र र नेपाल बाहिर बिक्री गरेर कमाएको हो। त्यसैले गर्दाखेरि यो चाहिँ नितान्त सरकारको उसले कसलाई दिने कतिमा दिने भन्ने कुरा चाहिँ उसमा निर्भर पर्छ। यसमा चाहिँ कस्तो भने कृत्रिम रूपमा बढायो भन्ने कुरा भन्छ, म पनि अब धेरै ठाउँमा सुन्छु पनि आउँछ पनि। तर के चाहिँ देख्छ भने नि जस्तो एकजना कसैले बनाउँछु भनेर बढाउन सक्छ जस्तो लाग्दैन मलाई, किनभने ब्याङ्कको 70% लगानी हुन्छ त्यसमा। ब्याङ्कले फाइनेन्सियल कन्सल्टेन्ट राखेको हुन्छ, ब्याङ्कले टेक्निकल कन्सल्टेन्ट राखेको हुन्छ, एउटा डिजाइन हुन्छ, डिजाइनरले अथवा प्रोजेक्ट वालाले प्रोजेक्ट बनाउँछ, त्यसपछि उसले भेरिफाई नगरिकन पैसै पाउँदैन भने चाहिँ किन बढ्यो के कारणले बढ्यो भनेर उसले त ब्याङ्कलाई पनि त भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि कतिपय आयोजनाहरू के देख्थ्यो भने जस्तो तामाकोसी 35 अरबमा बन्छ भनेको थियो, पछि झनै 100 अरब जति लाग्यो होइन। अब त्यो विभिन्न कारणले गर्दा भएको हुन्थ्यो। कसैले त्यो बाँकी रहेको पैसा 60-70 अरब एउटैले खायो भनेर भन्न ब्लेम लाउन त सकिँदैन नि होइन। त्यसले गर्दाखेरि समयमा बनेन भने पनि प्रोजेक्ट कस्ट बढ्छ, सबभन्दा ठुलो कुरा। बनिसकेर पनि अहिले जस्तो बनिसक्यो तर ट्रान्समिट भएको छैन, त्यो ब्याज थपे हुन्छ। र किन बढ्यो भन्ने कुरा चाहिँ डिटेलमा इन्भेस्टिगेसन गर्नुपर्ने हुन्छ। र अहिले त झन् सबै पब्लिक कम्पनी हुँदैछन्, पब्लिक कम्पनीहरूले इन्भेस्ट गरेको छ र हिजोको दिनको र आजको दिनको धेरै फरक छ। उनीहरूको एकाउन्टिङ राख्नेदेखि लिएर म्यानेजमेन्टदेखि लिएर सबै धेरै कुराहरू छ र यसलाई वाच गर्नेहरू पनि थुप्रै विद्युत नियमन आयोग छ, सेवन छ, त्यसपछि अन्य नेपाल सरकार छ, ब्याङ्क छ। त्यस कारण थुप्रै कुराहरूले हेर्न पुग्छ र हामी पनि के चाहँदैछौँ भने यसलाई कसरी मर्यादित बनाऊ, कसरी राम्रो, किनभने नेपाली जनताहरू यसमा चाहिँ जोडिने हुनाले गर्दाखेरि यसलाई कसरी
विश्वासिलो, कसैले भरपर्दो र कसैले मर्यादित बनाऊ भनेर हामी पनि लागिरहेका छौँ र जति सजिलै यसरी कस्ट बढाउँछन् भन्ने छ त्यति सजिलै बढाइहाल्नलाई चाहिँ सक्दैन जस्तो लाग्छ मलाई। एकदमै ठुलो अपेक्षा छ नेपाली जनतालाई अहिले सरकारप्रति। नेपालका निजी क्षेत्रलाई मात्र होइन, सम्पूर्ण जनतालाई एक खालको अपेक्षा छ। त्यही भएर चाहिँ यति धेरै माया पाउनु भएको छ र त्यो मायालाई साँच्चै नै सँगालेर त्यो अनुसारको आउटपुट उहाँहरूलाई दिनुपर्ने एकदम बाध्यता छ र त्यसको लागि चाहिँ हामी नेपालका निजी क्षेत्रहरू पनि सरकार सँगसँगै छ र सरकारले गरेको लक्ष्य पुरा गर्नको लागि हामी सँगै छौँ र उहाँहरूले एउटा नीति निर्माण गरिदिनु भएको खण्डमा हामी साँच्चै नै काम गरेर उहाँहरूको सपना, नेपाली जनताको सपना पुरा गर्नको लागि हामी नेपालका निजी क्षेत्रहरू पनि सँगसँगै छ भन्ने चाहन्छु।